A few moments later. Welcome back to my YouTube channel. जमले मेरो YouTube channel स्वागत छ। अनि अब चाहिँ म स्कुल हिँड्न आँटेको कार्यक्रममा ट्याक्कसँगले के बना भएको दादा? तेरो बाप बनाएको रे बेटुवा। तेरो बाप। कस्तो टुपी पनि नमिलेको यार। अनि स्कुल त ट्याक्कसँगले हिँड्न आँटेको के। अब स्कुल चाहिँ कार्यक्रम छ कि आज त्यही पनि शनिबार हो। घरबाट पनि शनिबार पनि स्कुल जान्छ र भन्दै अनि त्यही हो केटा हो है। अब त्यही कार्यक्रममा चाहिँ हिँड्न आँटेको म चाहिँ। अनि चाहिँ ट्याक्कसँगले कार्यक्रममा चाहिँ अब अहिले उतिर बाटोतिर भेट्नुपर्छ। अनि अब फाल्टो गाउँको केटाहरू पनि आउँछ भन्दाखेरि आउँछ होला एकछिनबाट। भब्बाल गर्नुपर्ने हुन्छ आज चाहिँ भब्बे। आज लास्ट दिन हो नि त, त्यही भएर म चाहिँ हिँड्दैछु ट्याक्कसँगले चाहिँ। त्यस्तै हो केटा हो है। आज त लास्ट दिन हो, आज रमाइलो गर्नुपर्ने हुन्छ। ल अब चाहिँ स्कुलमा भेट्नुभयो। म त स्कुल त अघि भर्खरै आइपुगेको अनि यहाँ टिका लाउने बेला भइसकेको छ। अनि मैले पनि लगाइसकेको रहेछु टिका चाहिँ जस्तो सुकै भइहाल्यो होइन। अब त्यस्तै हो। अनि ट्याक्कसँगले त्यो टिका सिका पनि लगाइसक्यो। अब धेरै छैनन् विद्यार्थीहरू है, धेरै आएको रहेन रहन्। अनि जमरा समरा थियो अनि अलिअलि 10 रुपियाँ चाहिँ पैसा दिएँ है टिका लाएर। हामीलाई त सबभन्दा ठुलो भने आशीर्वाद हो यहाँ। अब आजदेखि त ठ्याक्कै 1 महिना छुट्टी, 1 महिना छुट्टी यहाँ अहिलेदेखि त ठ्याक्कै 1 महिना छुट्टी हो। अनि अब त्यो धेरै धेरै रमाइलो छ। अनि कपाल पनि काट्नु पर्दैन भन्दै थियो, दसैँ पछाडि काटेर आउँछु सर भनेर थियो होइन। अनि यस्तो खुसी लागिरहेको छ। अब त एकछिन होइन, अब त एकछिन डान्स गर्नुपर्ने हुन्छ। फेरि म भित्र छिर्छु। म त यता भ्लग बनाउँदै आएको थिएँ होइन। अनि त्यही हो साथीहरू। ल ट्याक्कसँगले अहिले त नाच्ने कार्यक्रम अरे हल्का से गोलो घेरा लागेर त ट्याक्कसँगले अहिले त नाच्ने हो। सकेर चाहिँ अब हल्का यसो ग्रुप डान्स होइन। अब फेरि अब गाउन आएको हामी त यहाँ रुममा छौँ त, ढोकासोका लाएर चाहिँ लाइभ फ्यान चलाएको बसिरहेको छौँ यहाँ। अनि अब त ट्याक्कसँगले चाहिँ एउटा गीत गाउने अरे एउटा लेडिजले। अनि अन्त डान्स हुन्छ होला, त्यतिखेर पनि लगाउँला। अनि हल्का हल्का हेर्नुपर्छ। यो त 6 क्लास है। हामीले यहाँ 3 जना छौँ। तेरो हातमा घर आइसक्यो म त। अब ट्याक्कसँग घरमा बसेर अब चाहिँ 1 महिनासम्म स्कुल छुट्टी
है 1 महिनासम्म ड्याङ्ग छुट्टी अब यत्रो दिनसम्म के गर्नु है केटाहरू पनि जम्मै आएको तर रमाइलो गर्दै दिन गएको छ के छ केटो त्यही हो साथीहरू है कस्तो लाग्यो भिडियो हेर्दिनु होला र अब चाहिँ म सक्दिनँ आम्मामा काबु भइसक्यो है म चाहिँ घरतिर भलक बनाउँदिनँ अब यहीँ टुङ्ग्याउँछु अनि अब चाहिँ यसो भन्दै बिस्तारै मेरो चाहिँ भलकमा चाहिँ जम्मीलाई बिदा गर्न चाहन्छु अनि ट्याक्करसँगले चाहिँ धेरै जानु थिएन स्कुलमा त ल अनि त्यही जान्थ्यौँ त्यही पनि अब रमाइलो भयो 2-3वटा गीतमा त मजा नाच्नु पाइयो त्यही हो साथीहरू ल मेरो युट्युब च्यानल बिदा